हेलो गाइज, म चाहिँ अब फेरि जान लाग्यो एकछिन घुम्न। ओहो, लडेका कुकुर थियो, मार्यो क्या मार्यो। मम्मी कराउनु भर्खर मलाई। ल अब चाहिँ म चाहिँ जान लाग्यो। ल बाई बाई त गर्नु। म चाहिँ बाइक अघि नै निकालेको थिएँ। उता बाबाले लग्नु भएको थियो कि बाइक, त्यही भएर। बाई बाई। अब चाहिँ म चल्दिएको ल गाइज। आज चाहिँ म कहाँ जान्छु मलाई आफै थाहा छैन। औठा हुँदा मजा गएको ल। खासमा आज चाहिँ मैले बाइक पाउँदैन जस्तो सोचेको थिएँ। बाबाले बोलाइहाल्नु भयो बाइक लिन आइज भनेर। अनि म चाहिँ अब एकछिन जाउन जान्छु होला साथीसँग। यत्रो मानको ट्रक छ त यहाँ त के हो। पेट्रोल पम्प। दाइ यतै ल्याउनु क्या, यतै ल्याउनु न। अब चाहिँ जाने। तर म बागेश्वरी गएर रोज किन्छु। रोज, आई लभ रोजेस। आज मैले बिलबुक ल्याउनै बिर्सेँ। अब तेल हालिसकेँ है, तेल हालिसकेँ। अब चाहिँ म जान्छु बागेश्वरीतिर रोज किन्न। मलाई चाहिँ होइन फ्लावर भनेपछि फेरि एकदमै हो क्या, एकदमै मलाई कसैको माया लाग्दैन, फुलको यस्तो माया लाग्छ। के अरे एकदमै केयरफुल भएर चलाउनु होला है। यस्तो बेला त कसले ड्याममा हानिन्छ थाहा पाइन्न। के गयो आँखामा मेरो फेरि हेर्नु। बाइक चलाउने बेला आँखामा, नाकमा, मुखमा के जान्छ के जान्छ। मलाई अरूसँग त के होइन, मेन बाइक चलाउने मेन डर लाग्ने भनेको यस्तो ट्रकसँग अनि हिलोसँग। तपाईँलाई भन्नु होला हिलोसँग के को डर भनेर। तर म गाई एक्चुली यसरी लोटेको छु नि हिलोमा, त्यो मलाई मात्रै थाहा कि त्यही भएर हिलोबाट सख्त नफरत छ मलाई।
खचर कहाँ देखायो फेरि खचरकै घोडा ओहो ग्रुप रहेछ यिनीहरूको त यहाँ त मामालाई कसरी हेर्नु भयो भाइ लाज लाग्यो त मलाई त यो चाहिँ म अब निरोडतिर जान लाग्यो है निरोडतिर निरोडतिर पुग्न लाग्छु म अब अनि त्यहाँदेखि चाहिँ म फ्लावर किन्छु बागेश्वरी गएर म चाहिँ होइन एक दिन चाहिँ हजुरहरू सबलाई यो हाम्रो नेपालगञ्जको कुन कुन सप्सहरूमा राम्रो लुगा पाइन्छ कस्तो केमा कस्तो 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 छ भनेर सब भन्छु है एक दिन अहिले चाहिँ फिलहाल मैले भन्नै बिर्सिरहेको छु क्या भन्छु बिर्सिहाल्छ नि गइहाल्छ नि बल्ल याद आउँछ यो चाहिँ हाम्रो बागेश्वरीको पछाडिको ढोका हो है बागेश्वरी मन्दिरको पछाडिको ढोका हिजो अस्ति चाहिँ आरती थियो र पुरै मान्छे प्याक्कै आज त के रहन्छ आरती न आरती नभएर होला फेरि यस्तै हो जहिले यस्तै हो यस्तोमा यस्तो झ्याउ लाग्छ म चाहिँ यो कुन घरबारी टोल के टोल भन्छ नि यसलाई मलाई थाहै छैन फेरि अब चाहिँ आइएम गोइङ टु बाई अ रोज है रोज फर माइ सेल्फ है यस्तो दिने यस्तो कोही पनि छैनन् छन् मेरा साथीहरू दिने यस्ता तर तिनीहरू डिजर्भ गर्दैनन् मजाक गरेको है गाइस फेरि तिमीहरू रिसाउला मेन गरी प्रियङ्का र पूर्णिमा नरिसाउनु मोटीहरू नरिसाउनु दिपिकाहरू नरिसाउनु my college friends ल अब चाहिँ म पुगेँ है म पुगेँ पुग्ने ठाउँमा पुगेँ पुगेँ रोज छ म चाहिँ रोज किन्न आएको रोज अलि राम्रो खाले निकालिदिनु है राम्रोलाई हेरेर ल्याइदेऊ है बहिनी ब्लग बनाइराख्नुको होइन यत्तिकै भिडियो बनाएको कि खै कुन चाहिँ पिङ्क हो सानो छ क्या हो त अर्को यहाँ छ नि जुन अहिले त्यो बेबी पिङ्क भएको दिदी पिङ्क छ त त्यो हेर त यो बाँधिदिनु है दुईटालाई म चाहिँ फुल किनेर चाहिँ रोज आहा मैले चाहिँ फ्लावर किनेँ अब चाहिँ म जान लागेको कता भनेपछि साथीसँग साथीसँग जान लागेको ल साथीसँग अड्केको छ यहाँ चाहिँ हाम्रो नेपालगञ्जको बुके हाउस है एकदमै राम्रो पाइन्छ फ्लावर्सहरू ताजा ताजा अरे 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 अबे तार खाने जान्छ
के यस्तो म चाहिँ निस्केल मेन हाइवेमा अब साथीको जान लाग्यो हेर्न छिटो ओ तेरो डर लाग्यो म पुरै आज मेरो साथीको मम्मी डर लाग्यो मम्मी आमा गए बाई आएन अदिति चाहिँ कुर्ता लगाएर मैले आज कुर्ता लगाएर ठ्याक्कै कुर्ता लानु भयो त के ठ्याक्कै मिल्यो भनेको के कान्छा जामै फुल किन्न आज पनि पहिला हामी चाहिँ हिँड्यौँ अब चाहिँ बाटो काट्ने हो हाम्रो चारबाइनी चोक सेफली बाटो काट्ने सेफली हतारमा होइन यही हो त आज जन्मेको यही हो रे अदितिहरू जन्मेको अदिति र आदित्य कुन हस्पिटल हो ए आदित्य सिरियस भएर त्यही भन्थ्यो के गरे त्यही भन्छ जस्तो मलाई के अरे एबे हेर अदिति र म के अरे ट्विन हो नि त अनि के अरे अदिति त के अरे पुरै मम्मीले खाएको खाना खाने होइन मैले त हेर मम्मीको गु खाएको भन्थ्यो त्यसले कस्तो होला त्यो त्यो त अनि डक्टरले नि त हुन्न भनेको नि त त्यसलाई अनि तपाईँले त्यस्तो गरी बजाएको छोरा हो भनेर अहिले मुख लाग्छ भनेर तँ गु खाइ चाहिँ के जन्म्यो होला त्यो अस्ति यही गड्डामा न अड्केको कस्तो ठुलो गड्डा हो मैले सानो होला भनेको त ठुलो रहेछ भाइ गड्डा डेसेरको भडा त क्या मलाई फेरि अन्त फटाउँथ्यो चाहिँ मासु पाइदो रहेछ भत्त भत्त आइदिन्छन् के यिनीहरू छ नि इन्डियनहरू के बाइक चलाउँछन् त्यो यति स्पिड चलाउँछ मलाई फेरि डर लाग्छ कि यिनीहरूसँग यहाँ चाहिँ क्रिकेट खेलिरहन है यहाँ चाहिँ होइन कहिले हो कि बहुत ठुलो मेला लाग्छ क्या यहाँ होलीमा हो त होलीमा होइन कि जाडोको बेला थियो म आएको थिएन साथीको फेस्टिभल चलिरहेको क्या है पुरै झिलिमिली लगा त यो चाहिँ हाम्रो सब्जी मन्डी नेपालगञ्जको ठुलो होइन सब्जी मन्डी भन्नु यसलाई किन हेरेको अङ्कल क्यामेरा देखिरहेको हजुरलाई अझै यस्तै हो जाम यस्तै हो झन् अझै फेस्टिभलको बेला मान्छे झन् सामान लिन आउँछ झन् यस्तै भिड हुन्छ यहाँ त्यति बेला भन्थ्यो आँखाको चाहिँ आँखाबाट आँसु आउँछ भन्थ्यो आफै यस्तै भिड हो रान तल हेर्नु न कति भिड हो के सब्जी मन्डी हो नि त सबै आउँछन् लिन त्यो कटाउने अब बाटो कट्न यहाँ लाइन लगाउनु पर्छ फेरि अब
यो चाहिँ हाम्रो रानी तलाउ यहाँ चाहिँ माछा छ अलि हामी आउँलाई रानी तलाउमा माछा अब चाहिँ बल्ल जामबाट बाँचियो हेर्न ऊ झन्डा हेर्नु त कस्तो राम्रो घर पनि राम्रो के त हो भिडियो नबल्न टेन्सन फेरि अर्को अब मम्मी फेरि शङ्का हान्छन् क्या हेर्नु माथि झिलिमिली यिनीहरूको हाम्रो दसैँ तिहार चाहिँ यिनीहरूको पनि यस्तोवाला हुँदो रहेछ झिलिमिली टाङ्नेवाला हेर्न ए कुकुर हेर्न फेरि अब के हो क्या यो बगैँचा हल्का देख्यो होला मन्दिरभित्र यो जान पाइन्न होला आश्रम पो हो मन्दिर हो मन्दिर आश्रम होला नि त म त मन्दिर क्या भनेको ओ यस्तो हल्का हल्का भ्यू देखिरह होला हल्का हल्का मलाई फेरि यस्तो मनपर्छ यस्तो देख्नुपर्छ भित्रभित्र अर्कै हुन्छ क्या मलाई त कता यस्तो हुन्छ त्यही मलाई हेर्छन् कि किन हेर्छन् के हेर्न सक्नुहुन्छ सबले यहाँ चाहिँ यस्तो रमाइलो हेर्नु कमलको फुल सुनिन क्या फेरि खासै बोलेको फेरि कहिले काहीँ बिचमा हेर्न सक्नुहुन्छ यहाँ कति राम्रो ठाउँ छ के थियो हेर्नु यहाँ के थियो के थियो पटाको गरेको थियो तपाईँ त कान पनि थोरै सुन्नुहुँदो रहेछ यार त्यही हेर्नु नहेर्ने क्या भनिरहेको छु तिनचोटि भन्नु होला मैले तिनको दुईचोटि भने अब चाहिँ हामी जान्छौँ वाटर पार्क पछि गएर के खान्छौँ म आज यो भ्लग बनाएदेखिबाट घर घर खाना खाना नि यहाँ खाएर जान्छु नि त अस्ति पानीपुरी खाएँ 3 पिस खाएको त्यो अर्कै गराइदियो मलाई अन्त खाने मन लागेन पछि फेरि भोक लाग्यो पछि पसल जान्छु भनेको पसलमा गएको त पसलले बन्द कराए अङ्कलै आउनु भएन लुना सका हो के छिरिज काम गर्ने हो नि पहिला छिरिज काम गर्छ त पहिला अनि अस्ति म मेरो के प्रियङ्का मेरो साथीहरू के जाने भन्नु प्रियङ्का म मेरो साथीहरू जाने भनेको यहीँ लुनास्कामा किरा गयो क्या अनि म के बारमा सिफ्ट भइसक्यो भन्थेँ क्या ओके थपथपी छ यादको त अब चाहिँ हामी जान्छौँ वाटर पार्क अघि हेरिदिएको आएकोमा पुलिस मामा हेरेर हाँसेको क्या मलाई हल्का अब यस्तो नेपाल गएर यस्तो हिँडेर त खासै यतिखेर हुन्छ क्या मान्छे झपछप के गर्न आएको हुन्छ त्यत्तिकै हामी जस्तो त होला नि ढुल्न काम चाहिँ वाटर पार्कतिर चलिदियो यहाँ चाहिँ मेरो जेठबाको घर छ अनि दिदीको भाउजूहरूको घर पनि छ है होइन अलि अगाडि देखियो त्यो हो नि त्यो मन्दिर थकाली मन्दिरको साइड देखियो
अथवा यता हो नि यहाँ चाहिँ क्रिकेट म्याच हुन्छ है गाई टुर्नामेन्टहरू हुन्छ क्रिकेटको फुटबल पनि हुन्छ अब चाहिँ जाने वाटर पार्कभित्र अनि फेरि म खेलेन अनि त्यस्तै भयो हिरो भन्नु चाहिँ किरा सुन्नु किरा हेर न मैले हिरो भनेको हिलो के सुन्नु भा अगाडि किरा भनेको म हिरो ए भगवान् ओहो अनि हजुर एकछिन झर्नुपर्छ जस्तो लाग्यो मलाई म्याम लास्टै हिरो यहाँ त फेरि बाबै अलिकति पछाडि तान्नु त भाइ तान्नु न सक्नु त किन नसक्ने हो र यहाँदेखि लग्छु कि यहाँदेखि ठाउँ रहेछ त अझै कता हिलो हो तान्नु भनेको कता गएको फेरि अझै तान्नु यहाँ हिलो रहन्छ क्या ल ए सरी लास्टै हिलोको यो पानी पऱ्यो भने पनि यस्तै हुन्छ है यहाँ म त कायल पऱ्यो बाटो देखेर लास्टै हिलो क्या लास्टै हिलो भन्दा नि ओभर हिलो रहेछ यार यहाँ त उ हेर्नु न अगाडि हिलो त्यहाँ कताबाट हिलो रहेछ भने ए गड्डा खा ए छुनु त ऊ त हेर्नु झन् यस्तो भयो झन् चिप्लिन्छ क्या टायर लोट्यो भने के गर्ने लोट्यो भने के हुँदैन है के हुँदैन है हिलोमा लुट्यो के गर्ने अब भयो न भयो ए कति गहिरो हो के छैन होला के गहिरो डर मलाई फेरि हेर यो बाइक चला भने मेन डर लाग्ने हिलो र यो ट्रकसँग यस्तो हिलो त नहुनु मेरो फुल चाहिँ खराब होला यार सट्टै जान्छु म त खस्छु नखस्दैन हो डर लाग्दैन कस्तो कुरा होइन कि मलाई डर भन्दा नि यो हिलोमा चिप्लिन्छ के अब जाँगे कटु भने यस्तो राम्रो लुगा छ गइदिउँ गाइज ल गयो है म नगर्नु कि छोड्नु के खुट्टामा हिलो गयो भनेको त हेर्नु न लगाए तानम बाइक लगायो अगाडि आउनु अब म चाहिँ यो खुट्टा चाहिँ कहाँ धुने होला नागेर ठाउँ छ त आउने हेर्नु डराएको हेर्नु आउनु मान्छे अगाडि खुट्टा हिलोमा गइसक्यो प्यान्ट भिजिसक्यो हिलोले त के भएन ए खुट्टा के गर्ने मैले अब पानी किन्नु पर्छ धुन आउनु बस्नु गाइस मेरो खुट्टा यहाँ फ्ल्यास पाल्नु त देखाउनु होला पनि के गर्ने खुट्टाको अब मैले अनि त्यस्तो फोहोर त भएन आउनु के हुँदैन नयाँ त होइन बस्नु छैन हिलो अगाडि आउनु त्यहाँदेखि पनि हिलो त थियो भयो होइन मैले बिर्सेको कि हिलो हो भनेर यहाँ खुट्टा हिलोमा कति टेन्सन लागेको अब खुट्टा धुनु पऱ्यो गाई सबै पानी किनेर किन डराएको त्यस्तै मान्छे होइन यस्तो हो कि मलाई फेरि सुरुमा डर लाग्छ होइन हिलोमा जानुभन्दा अगाडि गइसकेपछि फेरि के लाग्दैन फेरि अब खुट्टा गइसक्यो अब किन डराउने डराएर नि के काम के वा वाटर पार्कभित्र छिरीमै गाई हाम्रो गाई यहाँ चाहिँ बोटिङ पनि हुन्छ आज त किन गरेर खाने बोट खाने खामे केही हुन्न फोटो जान्थ्यो फोटो खिच्छौँ भिडियो छिटो बनाऊँ अनि अब हजुरलाई म हल्का देखाउँछु है झर्नु
हल्का देखाउँछु वाटर पार्कको बारेमा पाक गरेपछि। यहाँ चाहिँ टिकट काउन्टर। दिदी पानी दिनु न एउटा। वाटर पार्क हाम्रो नेपालगञ्जको यही हुन्छ बोटिङ गाइज। यहाँ चाहिँ फोटोसुट पनि हुन्छ क्यामेरामा। मलाई यस्तो यस्तो एउटा लाग्छ सक्नुहुन्छ। यो बोट यहाँ छ। यो चाहिँ टिकट काउन्टर खानेकुरा पनि पाइन्छ, जुस पाइन्छ। कति राम्रो भ्यू आएको आउनु पनि। लास्टै ठुलो है यो परसम्म छ। हामी चाहिँ जान्छौँ हिँड्दै आउँछौँ अति। यो चाहिँ ट्रेनिङ सेन्टर हो क्या यो चाहिँ ट्रेनिङ सेन्टर छ है। हजुर गाइज अघि हिलो भएर हेरेर धोइराखेछ ब्लगरले। 30 रुपियाँको पानी हेर्नु गाइस। थोरै राख्दै भन्नु लाग्दै हालिहाली भने हुँदैन ल। सिद्धिने बेला भन्ने भने यहाँ छौँ दुईजना। यहीँ वाटर पार्कमा एकछिन। ओके मजा पछि खान्छु हुन्छ। चिसो हो त सुन्नु त तपाईँलाई तातोले दिएछन् क्या हो। अनि अब चाहिँ हाम्रो हिँड्दैछौँ वाटर पार्कमा गाइज। अनि यहाँ चाहिँ दाइ हुनुहुन्छ मेरो युट्युब आइडी युट्युब सब्सक्राइब दाइ हाई भन्नु न कस्तो हो भाइ। ए दाइ दाइ लगा गर खाएन के हो कारा के भयो चाहिँ हामी जान आएको ल सनबिम स्कुल निस्किन्छ ठ्याक्कै। ओहो ठुलो खुट्टा माथि गर्नु है। खेतमा फेरि दाग लाग्ला र फेरि मेरो त पेन्टमा दाग त जान्छ कि नै। कुन हो लुटेको वाउ हामी निस्क्यौँ फाइनली। अब चाहिँ हामी पुष्पला चोकभन्दा अलिक तल निस्क्यौँ है। अब चाहिँ हामी जान्छौँ वेफर खाने ठाउँमा। तामाङ तामाङ आउँछ अरे। अनि गाइस यहाँ चाहिँ एउटा कल्पत्रु भन्ने होटल छ, तपाईँहरू आउन सक्नुहुन्छ। यो हो कल्पत्रु भन्ने होटल है। म चर्चमा गएन त्यही भएर म के भन्न सक्दैन यसको बारेमा। कस्तो छ त? नराम्रो गाइस, नराम्रो छ अरे। अब के भनिदियो? ठिकै छ गाइस, एभरेज है हो। राम्रो नराम्रो भन्ने त हो त नि। खेदै नेपालगञ्जकै हो, नेपालगञ्जकै सहर। यो चाहिँ हाम्रो गणेशमान चोक। गणेशमान चोक होइन? ए होइन, सेतिफिकेट चोक सरी, सेतिफिकेट चोक। अनि बिर्सेर क्या। यहाँदेखि चाहिँ हाम्रो QFX है, QFX फिल्म हेर्न आउनु सक्नुहुन्छ। गाई माता गाइस, मेरो चाहिँ भर्खर मम्मीको फोन आएर म चाहिँ फोन एकछिन बन्द गरेको थिएँ। बाबाले साउनु भएको गरेर के यो चाहिँ एक लाइनी है, एक लाइनी एन्टर भएमा हाम्रो। अब यस्तो भिड हुन्छ एक लाइनीमा। अब यहाँ अब लास्टै भिड हुने है एक लाइनीमा। यहाँ चाहिँ सब पाइन्छ है। सुन पसल भनेको मेन सुन पसल भनेको हाम्रो है एक लाइनीमा है गाइस। सुन ब्याग लुगा सुगा सब पाइने भनेको यही। चप्पलदेखि लिएर ज्वेलरी है केटीहरूको लागि। भन्छ नि गाइस, एक लाइनी केटीहरूको मुटु हो के, हो कि नै?
मुटुको टुक्रा भनेको यो एकलाई नि अझै निकाले छैन नि यो देख्न सक्नुहुन्छ गणेश चतुर्थीको अहिलेसम्म हटाउनु भएको छैन मेन जाने त यहाँदेखि भित्र है एकलाई नि मेन जाने यहाँदेखि भित्र हो ताको फरन डर क्या अगाडि भिड हेर्नु मलाई सबभन्दा मन पर्यो भनेको यो ठाउँको बारेमा अब चाहिँ यो कुन चोक रे त्रिभुवन चोक होइन यो चाहिँ हामी त्रिभुवन चोक पुग्यौँ हामी जान्छौँ अब वेफर खान ओहो हुँदैन त मुस्लिमहरूको वाउ कता हो वेफर खान यो हो रहेछ वेफर खाने ठाउँ अब हामी चाहिँ बाइक रोक्छ के झर्नु यही हो अन्त मेन्यु होला त चाहिँ मेन्यु छ अनि हामी दुईटी त्यहाँ पुगेर हाम्रो नङ हेरेको थियौँ कि कस्तो कस्तो छ भनेर अनि हामीहरू चाहिँ फेरि हाम्रो कलेजको कुरा गरेको थियौँ कि कलेजको कुरा गरेको थियौँ कि हाम्रो टुर यता यता लग्यो कति दिनको लागि लग्यो कस्तो कस्तो के भयो भनेर अनि हाम्रो चाहिँ लामै गफ चलिरहेको थियो तर मैले चाहिँ भिडियो अलि फास्टमा गराएँ अनि थोरै हालेको छु कि अनि एकछिन कुर्दा चाहिँ हाम्रो वेफल पनि आयो अनि हामीले चाहिँ दुईवटा अर्डर गरेको थियौँ ओरियोवाला र किटक्याटवाला अनि त्यहाँ चाहिँ हामीलाई ग्लोभ्स पनि दिनुहुँदो रहेछ अनि ग्लोभ्स लगायौँ दुईजनाले अनि अदितिले चाहिँ स्न्याप गराइन् क्या हो सायद होइन स्न्याप गराइन् यिनलाई फेरि स्न्याप गराउन एकदमै मन लाग्दो रहेछ कि अनि यसले स्न्याप गराइन् अनि हामीले चेयर्स गरेर दुईजनाले दुइटै टेस्ट गऱ्यौँ है कस्तो छ भनेर तर मलाई अलिक बढी मन परेको चाहिँ किटक्याटवाला है अनि अदितिलाई पनि त्यही सेम मन पर्यो तर गाइस के गरे भन्नुपर्दा चाहिँ जसलाई स्विट्स मनपर्छ नि उहाँहरू चाहिँ यहाँ वेफल हाउसमा गयो भए ठ्याक्कै त्रिभुवन चोकको अपोजिट साइडमा छ है यो वेफल हाउस एकदमै मिठो छ है एकदमै वर्थ इट छ तपाईँहरू जानुहोस् होइन ट्राई गर्नुहोस् एकदमै मिठो छ यहाँको वेफल अनि हामीलाई फेरि गुलियो खासै मन पर्दैन कि अझैतिर मलाई अनि बडा मुस्किलले भ्याम थियो गाइस अब चाहिँ हामी जानु लाग्यो ल वेफल खाएर एकदमै मिठो है वर्थ इट छ है गाइस त्यो बस्तै हो अब त्यो धेरै हामी फेरि धेरै गुलियो नखाने त्यो भएर खासै मिचिकै गरायो मलाई चाहिँ तर एकदमै मिठो छ है त्यहाँको हेर्नु त कस्तो राम्रो देखेको यिनीहरूले यो चाहिँ मुस्लिम्सहरूले आफ्नो चाडपर्वमा लगाएको हुन् यिनीहरूको फेस्टिभल चलिरहेको कि त्यही भएर के चले थाहा छैन तर चलिरहेको एकदमै राम्रो देखेको छ यो झिलिमिली लाइटहरू है एकदमै राम्रो छ है एकदमै राम्रो बाई See you next time. बाई गर्नु ओके बाई म अनि अहिले चाहिँ म घर जाँदैछु है अनि यहाँ चाहिँ हाम्रो होटल डायमन्ड प्यालेस आउँदैछ यो चाहिँ एकदमै राम्रो छ है गाइस मेन त वेडिङहरूको लागि अनि कुनै प्रोग्रामहरू हुन्छ तिजको फेस्टिभल्सको प्रोग्रामहरू हुन्छ भने हजुरहरू फ्यामिलीसँग यहाँ आउन सक्नुहुन्छ है मनाउनु एकदमै राम्रो छ सर्भिसहरू पनि राम्रो छ एकदमै राम्रो है हाम्रो नेपालगञ्ज पनि राम्रो छ हेर्नु न कस्तो राम्रो देखेको छ नेपालगञ्ज ल गाइस अब चाहिँ म भर्खर घर पुगेँ खासमा तपाईँलाई भन्नुपर्दा मैले आज यो रोजको फुल चाहिँ मम्मी र बाबालाई किनिदिएको हो फर स्योर झुट केही बोले होइन योपालि चाहिँ मम्मी ए आँचीमा गर्नु गर्नु न लाउनु तपाईँलाई र बाबालाई एउटा लाउनु न गाइस मम्मीलाई थाहा थिएन है कसम छ मम्मीलाई थाहा थिएन लाउनु यो वेफल ए भने होइन थ्याङ्क यू वेलकम